हेलो साथीहरू, नमस्कार। आज चाहिँ हामी कहाँ हो? यो गोदावरी 4 त हो नि, बन्देगडामा छौँ। यहाँ हामी खासमा हाटखोली भन्ने खोलामा नुहायौँ। दोस्रो चरणमा हामीले ल्याएका खायौँ। के ल्याएको थियौँ बाजा? बङ्गुर, अरू 2 केजी, 2टा ड्यू 5 लिटर ल्याइसकेर त्यो खाइसकेपछि अब टोली लोकल कुखुरा खोज्न गाउँ छिर्यो। एकदमै रमणीय ठाउँ छ। यदि तपाईँहरू पनि आउन चाहनुहुन्छ भनेपछि आउनु होला। स्याउलेबाट ठ्याक्कै 10 किलोमिटर उत्तर तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रा बाइक। यहाँ झुलुङ्गे पुल पनि छ। ठाउँ एकदमै रमणीय छ, पहाडको तल। हाम्रो बाजे साहब 63 सालमा मभन्दा पनि कान्छो रहेछ। ढुङ्गेराज रोज कणेल। फाइनल्ली हामी छिरिसकेका छौँ लोकल कुखुरा खोज्नलाई। अब तपाईँहरू देख्न सक्नुहुन्छ पाइन्छ नि पाइँदैन। लोकल दोकान क्या छ त? पानी छ त कि पानी? तिनले मागेकै पानी लिनुपर्छ भने के छ? एमै लिउँला त यही पानी। घरको हुनुहुन्छ हजुर? खासमा हामीलाई चाहिएका चिजहरू ओ बजे कुखुरा खाने बेचौ? कुखुरा खान कहीँ एममा खान कत्रा खान भाइ? घरको खान? मम्मी बुबा हजुर तल ए ठुला है। भाले बिक्रीमा हो? भाले कोतीवाला फाइनल्ली मुर्गा भेटिसकेको छ। त्यहाँबाट पार्छ कि सबै यार सकिगयो। सक्काउँछ यार। रमाइलो गरायो यार। दुईजना यहाँ छन्। फाइनल्ली यही हो तरकारी। फाइनल्ली लोकल पाइसकेको छु। मैले त लोकल समाएको पुरै भिडियो बनाएको छु। एक हातले मैले समाएको न त सबैले म त्यसलाई उठ्यो कि लिम्बू यार इनले पर झोरेन हाल्ले। एउटा मालिक हाम्रा तलमा छन्, तले आएर बाइक धुल्न आएन आफ्नो मस्त घुमायो अहिले निस्केर। अवस्था नुन खुर्सानी ट्याक्क हाम्रो यो तेल लास्ट अवस्थामा मागेको। यो 2टा भुजा अनि 1 किलो प्याज। अरे प्याज नै क्या हो? टमाटर। पछि नि केटाहरूलाई पठाइदिनु पर्छ एउटै भ्याज।
ते होतं म्हणला का बस आपण जाऊ पुष्ट सही चांगला होता साथी हो साई तेरी ई कपडा धुल्ली के भन्ने गीत मलाई हुन्छ खर्का की गोठाली आई गई बेसलरी पानी का केले उसे गाली 10 रुपये का नहीं मेरा पानी हाले तो पानी सुने ठ्याक्क त्यहाँनिर फोटो छ होटल छ त्यहाँनिर घुम्न लाग्यो त एउटा पुग्ने बाटो त्यही नै हाल पहिला बुझ्यो त्यही नै हाल पहिला त्यसो फाइनल्ली गाइज हामी चाहिँ मासु खाएर जाडो पनि हुन भाँडा हाम्रा देखाऊ